हेलो गर्दै जान्थी यार हामी त फर्स्ट टाइमको भ्लग बनाउँदैछ भ्लग कि भिडियो भनौँ अन्त केही भन्नु आउँदैन यस्तै हो आज घुम्न आएको यस्तो पछाडिबाट हेर हो क्या जान्थी हामी खोइ अब कता जाने हो मलाई त पार्क थाहा छैन सम्झीलाई पार्क थाहा छ अरे त्यही भएर घुम्न जानु लाग्यो हेर्नु न पानी कसरी उडेको त्यसको आवाज ठ्याक्कै यो पशुपति जस्तै देख्छ है फेरि तर होइन यो मस्जिद हो मुस्लिमहरूको त्यहाँ चाहिँ मान्छेहरू छ फेरिहरू अब चाहिँ हामी अझै सन्धिसँग धेरै टाइमपछि भेट्न आएको सन्धि कति महिना भयो सन्धि हामी नभेटेको त्यत्रो समयपछि चाहिँ भेट्न आएको आज हामी अघि हामी त्यहाँबाट खाना खाएर निस्क्यौँ नेपाली रेस्टुरेन्ट त्यहाँ हेर्नु कति राम्रो मिल्नुपर्छ छैन है सन्धि हामीलाई दिएर पठायो हुन्छ है तर दिँदैन हेर्नु न यहाँ बिचरा कसरी सुतेर बसेको नानीले के गर्छ सन्धि बिचरा है त्यसरी सुतेर बसेको के भन्नु खोइ यार यहाँ हेर्नु न यो खोला चाहिँ कस्तो भन्दाखेरि गइरहेको अहिले ठ्याक्कै भन्दाखेरि 3:30 भएछ हामी निस्केको अघि 12 बजीदेखि निस्केको हामी खानासाना खाएर है सन्धि के भन्नु आउँदैन यार हामीलाई त यार है सन्धि भन्नु नि यार तपाईँ यार धेरै पछि चाहिँ हामी रमाइलो नि गर्न निस्किएको रमाइलो त के हुनु अब त्यही हो 2 जना मात्रै रमाइलो त के हुनु धेरैजना भएको रमाइलो पनि हुन्छ अनि उहाँ सन्धि र हामी चाहिँ पहिला चाहिँ 1.5 वर्ष 1 वर्षसम्म चाहिँ सँगै काम गरेको र पहिला बिचमा त भेटेको थियो तर आज चाहिँ हामी धेरै समय बस्थ्यौँ हो है सन्धि लगभग भयो होला हामी 2-3 महिना भयो होला है नभेटेको हेर्नु नि त्यस्तो मान्छेहरू आउँछ यार फेरि टिकेर लानु मन लाग्छ के गर्नु सन्धि चस्मा नलगाउनु नि यार तपाईँ देख्छ भनेर हो कि ला सन्धि बिचरा माग्ने पो रहेछ त मैले त देखिहाल्यो नि त देखाउनु पर्छ नि यहाँ त्यो मान्छेले देखाउनु नै बनायो बडी त्यही भएर सन्धिले चस्मा जोडेर हेऱ्यो यहाँ पैसा हालिरहेछ टिकट काटिरहेछ ट्रेनको अनि सो पासासिनी भन्छ यो ठाउँको नाम चाहिँ एक्ज्याक्टली हामीलाई पनि थाहा छैन खासै होइन अझै राम्रो छ यहाँ हेर्नु राम्रो राम्रो बनाएको छ के थाहा अब नेपाली पनि हुनसक्छ हामीलाई के थाहा बोलिदिनु हो बेच्चै यहाँ हेर्नु कति राम्ररी बसिरहेको छ उडेर बस्या हो कि के हो थाहा छैन हेर्नु न जानु त्यो गइरहेको छु हेर्नु न त्यो बिचरा के भन्नु कहाँ हो पारा त्यहाँ माथि ट्रेन गइरहेछ यो चाहिँ सन्धिलाई चाहिँ पारा थाहा छ भन्छ मलाई त थाहा छैन हेर्नुभयो होइन के हेर्नुभयो है यत्रो क्या कत्रो रहेछ यत्रो होइन कता हो त्यही बाटो त्यो त यहाँ त पुल हो नि त अनि यहाँ के हामी बसेको त्यही बाटो
छिटो हुन्छ बरु उताबाट भन्दा। सो अघि मैले पशुपतिको नानी जस्तो देखाउने हो यो, तर यो चाहिँ पिक्चर मात्रै हो, पोस्टरमा हो। अहिले पुलमा जानु भएको, त्यहाँ पुल छ कि सानो पुल छ। गल्लीबाट हिँड्नु पर्नुपर्छ, फेरि भेट्दै गर्नु।